के तपाईँ मकर राशिमा पर्नुहुन्छ? यदि तपाईँ मकर राशिमा पर्नुहुन्छ भने दर्शकवृन्दहरू 2083 सालको वार्षिक राशिफल लिएर म धर्मेन्द्र कृष्ण पौडेल हाम्रो पात्रको माध्यमबाट यहाँहरूको माझमा उपस्थित भइसकेको छु। त दर्शकवृन्दहरू सर्वप्रथम त यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु र यदि तपाईँ मकर राशिमा पर्नुहुन्छ भने तपाईँको लागि विस्तृत रूपमा जानकारी के गर्दा राम्रो हुन्छ, कसो गर्दा राम्रो हुन्छ, कुन महिना उत्तम छ, कुन महिना तपाईँको लागि सामान्य छ आदि इत्यादि कुराहरू स्वास्थ्य सम्बन्धित लगायत समस्त विषयवस्तुलाई लिएर म यहाँहरूको बिचमा उपस्थित भइसकेको छु। दर्शकवृन्दहरू अवश्य पनि पुरै भिडियो अन्तसम्म हेर्नुहोला र यदि यहाँहरूलाई आफ्नो चिना विश्लेषण गराउनु छ भने यहाँहरूले हाम्रो पात्रमा गएर ज्योतिष सेवाको माध्यमबाट अनुभवी गुरुजनहरूसँग आफ्नो मार्गदर्शन पनि यहाँहरूले प्राप्त गर्न सक्नुहुनेछ। नयाँ वर्ष नयाँ मार्गदर्शनको साथसाथमा वर्षको सुरुवात गरौँ। दर्शकवृन्दहरू अब आउनुहोस् ढिला नगरी सर्वप्रथम मकर राशि हुनेहरू जातक वा जातिकाको विषयवस्तुमा हामीले चर्चा परिचर्चा गरौँ। यदि तपाईँ मकर राशिमा पर्नुहुन्छ भने दर्शकवृन्दहरू यो समय र यो वर्ष तपाईँको लागि अत्यन्त श्रेष्ठ, अत्यन्त लाभप्रद र राम्रो। वैवाहिक जीवनबाट विशेष सफलता र साझेदारी व्यापारबाट र व्यापार विस्तारको लागि यो समय अत्यन्त उत्तम र राम्रो रहेको देखिएको छ। सामाजिक क्षेत्रमा पनि पद प्रतिष्ठामा वृद्धि हुनुका साथै व्यापारमा सहयोगी सिद्ध हुन्छ। सामाजिक क्षेत्र र व्यापारी वर्गहरूको लागि अत्यन्त राम्रा योगहरू बने र साझेदारसँग राम्रो सामञ्जस्य, राम्रो तालमेल तपाईँले बनाउन सक्नुहुन्छ र धेरै कुराहरू तपाईँले यो वर्षमा पूर्ण पनि गर्न सक्नुहुन्छ। जनसम्पर्क तपाईँको राम्रो बन्दैछ। त्यसर्थ राजनीतिक क्षेत्र र मार्केटिङ सेक्टरबाट विशेष राम्रो पक्ष रहेको देखियो। साझेदारी व्यापारबाट अत्यन्त राम्रो प्रभाव र भविष्यलाई लिएर व्यापार विस्तारका नयाँ योजनाहरू पनि तपाईँले कोर्न सक्नुहुनेछ। शनि शुभ रहनाले तपाईँले धेरै कार्यहरू सम्पन्न पनि गर्नुहुन्छ। तपाईँको सम्पत्ति बढ्नेछ र अवश्य पनि सवारी साधनको सुखको प्राप्तिको योग पनि बन्दैछ। जोश र जागरमा थप वृद्धि रहेको देखिएको छ र साथै वैदेशिक रोजगारबाट पनि अत्यन्त राम्रो लाभ र सङ्केतका योगहरू बनेका छन्। व्यापार व्यवसायमा जोखिम लिन चाहिँ हतार नगर्नुहोला। सबै कुराहरू रणनीति बनाएर प्लानिङ गरेर काम गर्नुभयो भने अवश्य पनि सफलता मिल्छ। दीर्घकालीन सोचको साथमा अघि बढ्नु पर्यो। सानो समयको लागि मात्रै विचार गरेर काम गर्नु भएन र साथसाथै स्थायित्व काम गर्नु पर्यो। स्थायित्व कामको लागि सङ्घर्ष गर्नु पर्यो। आउनेवाला समय अत्यन्त शुभप्रद र लाभप्रद रहेको देखिएको छ। दर्शकवृन्दहरू तपाईँको बोलीमा राम्रो प्रभाव रहेको देखिने र सकारात्मक स्थिति निर्माण हुने, त्यसकारणले अभिव्यक्तिको कला, भाषण इत्यादिको स्थितिमा अत्यन्त राम्रो योग अर्थात् राजनीतिक भविष्य अत्यन्त सुनौलो व राम्रो। आर्थिक पक्षमा पनि आकस्मिक धनमा वृद्धिको योग देखा परेको छ र अनलाइन माध्यमबाट, व्यवसायको क्षेत्रबाट, मार्केटिङको क्षेत्रबाट तपाईँले राम्रो आम्दानी पनि प्राप्त गर्न सक्नुहुनेछ। राहुको प्रभावले तपाईँको वाक्पटुतामा वृद्धि, प्रभावशाली व्यक्तित्व निर्माण हुने, सबैलाई मनपर्ने संयमित स्थिति चाहिँ निर्माण नहोला त्यसर्थ सावधान रहने। पारिवारिक दृष्टिकोणले केही तनाव अवश्य पनि रहनेछ। केही गलतफहमीको शिकार बन्न सक्नुहुन्छ। त्यसर्थ सुनेको कुरामा ध्यान नदिनुहोस्। जबसम्म आँखाले हेर्नु हुँदैन कुनै पनि निर्णय लिनु तपाईँको लागि अति नै नकारात्मक बन्न सक्छ। त्यसर्थ त्यसले हानि पुर्याउन सक्छ। सचेत रहनुहोला। बाँकी पारिवारिक सदस्यहरूसँग भावनात्मक दूरी बढ्नुका साथै केही तलमाथि हुने सम्भावनाहरू पनि सम्बन्धमा देखिएको छ। विवादका स्थितिहरू जन्मिन सक्छ। विशेष गरी धनको विषयवस्तुलाई लिएर पनि विवाद उत्पन्न हुने सम्भावनाहरू रहेका छन्। त्यसकारणले संवादबाट सबै कुरा सन्तुलित बनाउने प्रयास गरौँ। मानसिक रूपले राहुले तपाईँलाई अलिकति असन्तुष्टि, अलिकति लोभ र भ्रम उत्पन्न गराउने काम गर्छ। त्यसर्थ सचेत रहनुहोला र आफूले पाएको कुरामा असन्तुष्ट हुने र अझ बढी चाहको प्रयासमा तपाईँले अरूसँग सम्बन्ध बिगार्न सक्नुहुन्छ। त्यसर्थ अनुशासन, नैतिकता र धैर्यता तपाईँभित्र यो वर्षभरि नै देखिनुपर्छ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रबाट विशेष सफलताको योग बन्दैछ भने मेहनतको राम्रो परिणाम तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। दर्शकवृन्दहरू स्वास्थ्यको दृष्टिकोणले यो वर्ष हेरौँ भने तपाईँको लागि सबै कुरा ठिक छ, तर मादक पदार्थहरूको सेवन गर्ने बानी, कुनै प्रकारको एडिक्सनमा तपाईँ हुनुहुन्छ भने आफूलाई नियन्त्रण गर्ने प्रयास गरौँ, मेडिटेसन गरौँ र आफूलाई समय दिने प्रयास गर्नुहोस्। अलिकति अध्यात्मतिर बढी झुकाव राख्नुभयो भने त्यहाँबाट राम्रो रिजल्ट मिल्छ। बाँकी पक्षहरू शानदार छन् र स्वास्थ्यमा चाहिँ विशेष गरी आँखा सम्बन्धी समस्या र मौसमी बिमारीले तपाईँलाई यो वर्षभरि नै सताउनेछ। त्यसर्थ अवश्य पनि ध्यान दिनुहोला। बाँकी पक्षहरू शानदार छन्। अवश्य पनि यो वर्षभरि नै
भगवान विष्णुको आराधना गरेर भगवान श्रीकृष्णको आराधना गरेर दिनको सुरुवात गर्न सक्नुहुनेछ र साथसाथै वृद्धलाई अवश्य पनि सहयोग गर्नुहोस्। अब आउनुहोस् दर्शकवृन्दहरू, हामीले वैशाख महिनादेखि चैत्र महिनासम्मको तपाईँको यात्रा के कस्तो रहनेछ, कुन महिना तपाईँको लागि उत्तम छ, कुन महिना तपाईँको लागि ठिक छैन भन्ने आदि इत्यादि कुराहरूमा पनि हामीले परिचर्चा गर्नेछौँ। र दर्शकवृन्दहरू, यदि वैशाख महिनाको कुराकानी गरौँ भने तपाईँलाई वैशाख महिनामा यात्राका योग बनेका छन् र साथै आर्थिक स्थिति चाहिँ अलिकति कमजोर रहनेछ, अर्थात् धन हानिका योगहरू बन्न सक्छन्। जेठ महिनामा चाहिँ सम्बन्धलाई लिएर केही कुराकानी तलमाथि हुने, मान अपमानका स्थितिहरू निर्माण हुने र असार महिनामा सबै शत्रु नाश हुँदैछन्, सुखमा वृद्धि हुँदैछ। साउनको महिना तपाईँको लागि धनलाभ र कार्यसिद्धिलाई लिएर आएको छ भने भदौ महिनामा पारिवारिक समस्याबाट अलिकति चिन्ता र अलिकति रोगको स्थितिमा पनि अलिकति कमजोर अवस्था। असोज महिनामा मान सम्मानमा वृद्धि र कार्तिक महिनामा चिताएका काम बन्ने र धार्मिक यात्राको अवसर। मङ्सिर महिनामा दर्शकवृन्दहरू धनलाभको स्थिति निर्माण हुँदैछ र शत्रुनाश हुँदैछन्। पुष महिनामा स्वास्थ्य सम्बन्धी समस्याबाट तपाईँ पीडित हुन सक्नुहुन्छ र माघ महिनामा तपाईँको प्रतिष्ठा बढ्ने र साथसाथै सामाजिक क्षेत्रमा अत्यन्त राम्रो स्थिति निर्माण हुने, स्वास्थ्यले पनि साथ दिनेछ। फागुन महिनामा दर्शकवृन्दहरू आर्थिक लाभका योगहरू बनेका छन्, वैदेशिक क्षेत्रबाट सफलताको स्थिति निर्माण भएको छ र चैत्र महिनामा पराक्रममा वृद्धि र मानसिक शान्ति प्राप्त गर्ने योगहरू निर्माण भएका छन्। त दर्शकवृन्दहरू, यो रह्यो वैशाख महिनादेखि चैत्र महिनासम्मको सम्पूर्ण वार्षिक राशिफल। र जति पनि दर्शकवृन्दहरू यस कार्यक्रमलाई हेरिरहनु भएको छ, यदि तपाईँ मकर राशिमा पर्नुहुन्छ भने तपाईँले अवश्य पनि यो वर्षभरि नै अघि भने जस्तै वृद्धहरूलाई विशेष सहयोग गर्नुहोला, उहाँहरूको कुरा सुन्नुहोला, उहाँहरूसँग केही समय बिताउनु होला सदैव। प्रत्येक हप्ताको कुनै दिन निकालेर र शनिबारको दिन निकाल्नु भयो भने अझै राम्रो भन्न चाहन्छु दर्शकवृन्दहरू। त दर्शकवृन्दहरू, अवश्य पनि यहाँले सम्पूर्ण मकर राशिको विषयवस्तुमा वार्षिक राशिफल श्रवण गर्नुभयो। केही कुराहरू यदि नकारात्मक छन् भने पनि हामीले कर्मयोगको माध्यमबाट त्यो कुरा ठिक गर्न सक्छौँ। राशिमाथि मात्रै निर्भर हुने होइन, कर्म गर्नुपर्छ, मेहनत गर्नुपर्छ, अवश्य पनि सफलता पाइन्छ। त्यस कारणले गर्दा परिश्रम र मेहनतमा विश्वास गरौँ र कुनै कुरा तलमाथि छ भने अलि बढी मेहनत गरेर त्यो कुरालाई ठिक गरौँ। दर्शकवृन्दहरू, अवश्य पनि कर्मको साथसाथै यदि ग्रहको अनुकूलता भयो भने हामीले सफलता अलि छिट्टै पाउनेछौँ दर्शकवृन्दहरू। त दर्शकवृन्दहरू, अब म यहाँहरूको माझबाट बिदा लिन चाहन्छु र फेरि पुनः यहाँहरूको बिचमा उपस्थित हुने नै छु हाम्रो पात्रको माध्यमबाट। यहाँहरू सबैको दिन शुभ रहोस्, भगवान पशुपतिनाथले सबैको रक्षा गरून्। राधे राधे।